22, 23, 24, 25, 26 एकैछिन साथीहरु तपाईहरु यहाँ देख्न सक्नुहुन्छ मसँग अलिकति यहाँनिर पैसा छ है र तपाईहरु अन्दाज गर्नुहोस् कि यो पैसा चाहिँ कति हजार जति छ आफै अन्दाज गर्नुहोस् र कमेन्ट गरिहाल्नुहोस् जसले चाहिँ तपाईहरुले चाहिँ तपाईले भनेको मिल्छ भने अथवा मिल्यो भने म तपाईहरुलाई चाहिँ केही उपहारहरु दिनेछु यसको मतलब तपाईहरुले आफ्नो इसेवा आइडी चाहिँ मेरो कमेन्ट बक्समा चाहिँ यस भिडियोको कमेन्ट बक्समा चाहिँ कमेन्ट गर्नुभयो भने म तपाईहरुलाई केही गिफ्टहरु गर्नेछु जसले चाहिँ मिलाउनु भयो भने ठ्याक्कै मसँग यहाँ यति जति पैसा चाहिँ यहाँ देख्न सक्नुहुन्छ र अन्दाज गर्नुहोस् तपाईहरु यहाँ मसँग चाहिँ के कति पैसा छ ठ्याक्कै म तपाईहरुलाई गनेर देखाउँछु एकैछिनमा तर तपाईहरुले चाहिँ भटाभट अहिले नै कमेन्ट गरिहाल्नुहोस् कि अन्दाज गर्नुहोस् कति जति चाहिँ पैसा यसमा छ जो यदि ठ्याक्कै कसैले मिलाउन नसके तापनि यदि कसैले त्यसको छेउछाउ मसँग मानौ मसँग एउटा कुरो 50,000 छ र 50,000 को छेउसम्म यदि सबैभन्दा नजिक जो आइपुग्छ जसको कमेन्टहरु हुन्छ नि उनले नै पाउने छ अलिकति केही मात्रामा मैले दिने गिफ्ट है केही उपहार अथवा केही जेमा पनि म दिने छु त्यसको लागि तपाईहरुले कमेन्ट बक्समा आफ्नो इसेवा आइडीहरु राख्न सक्नुहुन्छ अथवा तपाईहरुले कमेन्ट गर्नु होला त्यसको लागि म पछि अर्को भिडियो बनाउला त्यसको उपहारको लागि के कसरी पाउने भनेर र जसले यो तपाईहरुले लाग्ला कि यो फेक हो यो भ्यूजको लागि हो भनेर लाग्ला तर यो रियल हो है म वास्तवमा गर्दै छु र म तपाईहरुलाई धेरै त भन्दिन अलिअलि गर्न सक्छु जसले चाहिँ यस मसँग भएको पैसा चाहिँ जति छ जसले कमेन्ट गरेर चाहिँ नजिकमा आउन सक्नुहुन्छ अथवा जसले ठ्याक्कै मिलाउनु भयो भने त झनै राम्रो हो जो यदि कसैले नमिलाएर अलिकति नजिकमा जो आउन सक्नुहुन्छ उसले नै प्राप्त गर्नुहुनेछ है र सबैभन्दा पहिला म तपाईहरुले कमेन्ट गर्नु होला म भनिहाल्छु 1 2 3 ल अब कमेन्ट भटाभट गर्नु होला तपाईहरुले अब भटाभट कमेन्ट गर्नु होला म तपाईहरुलाई गनेर देखाइहाल्छु तपाईहरुले चाहिँ म गनिरहन्छु तपाईहरु चाहिँ कमेन्ट गरिहाल्नु होला है म गर्छु यहाँ हेर्नु होला है अब म तपाईहरुलाई गनेर देखाउँछु एकैछिन गर्नु होला हेर्नु हुन्छ मसँग यति पैसा छ यति छ है अब म गनेर देखाउँछु पहिला म गनेर देखाउँछु है 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 कमेन्ट गर्नु होला साथीहरु 17 18 19 20 21 22 23 24 25 यो 25 है यसलाई मैले यता राखिहाले है 25 अब भटाभट कमेन्ट गर्नु होला हामी 25 मा आइसकेको छौं भनिसके पछाडी अझै तपाईहरु अन्दाज गर्न सक्नुहुन्छ के कति छ है 25 भयो 26 27 28 29 30 31 32 32 यो 500 हेर्नु होला 32 ले 33 भयो र यो 500 ले 33,500 र भटाभट तपाईहरु कमेन्ट गर्नु भएको थियो होला यहाँ भन्दा अगाडि अब अहिले कमेन्ट गर्नु भयो भने त मिलाइहाल्नु हुनेछ यहाँ भन्दा अगाडि जसले चाहिँ भिडियो पुरा नहेरिकन कमेन्ट गर्नु भयो र भिडियो हेर्नु भयो भने चाहिँ जसले तपाईहरुले चिटिङ गर्नु भएको छैन उहाँहरुले कमेन्टमा फेरि रिकमेन्ट गर्नु होला र तपाईहरुलाई म यसको सम्पूर्ण कसरी चाहिँ प्राप्त गर्न सक्नुहुन्छ मेरो तर्फबाट तपाईहरुले गिफ्ट जसले मिलाउनु भयो त्यहाँमध्येमा चाहिँ म जसले चाहिँ ठ्याक्कै मिलाउनु भयो उहाँहरुलाई छनौट गरेर चाहिँ म केही मात्रामा एकजनालाई चाहिँ गिफ्ट गर्नेछु है तपाईहरुले थाहा पाउनु होला यहाँनिर मसँग लगभग कति छ पैसा भनेर र तपाईहरुले पनि कमेन्ट गर्नु होला फटाफट र मैले यो राख्नुको कारण चाहिँ यो भिडियो राख्नुको कारण चाहिँ के भने यो मैले चाहिँ अलिकति केही काम गरेर चाहिँ कमाएको पैसा हो है र यदि तपाईहरु पनि आफूले गर्ने कामलाई चाहिँ माया गर्नुहुन्छ भने तपाईले गरेको कामबाट पाएको फललाई चाहिँ एकदमै माया गर्नुहुन्छ भन्ने पूर्ण रूपमा विश्वास छ र त्यसैले साथीहरु आज मैले जुन भिडियो बनायो तपाईहरुलाई कस्तो लाग्यो प्लिज कमेन्टमा बताउन नबिर्सनु होला र जसले कमेन्ट गर्नु भएको छ उहाँहरुले म तपाईहरुलाई चाहिँ अर्को नेक्स्ट भिडियोमा चाहिँ त्यसको लागि म केही कुराहरु गर्नेछु प्लिज हाम्रो च्यानलमा सब्स्क्राइब गरेर जोड्नु होला जसले सब्स्क्राइब गर्नु भएको छैन त्यसैले प्लिज च्यानलमा सब्स्क्राइब गरेर जोड्नु होला भन्दै हस्त बाइ बाइ नमस्ते।